हेलो गुड मर्निङ नमस्ते सबैलाई हेलो आराम हुन्छ कुन स्कुलको तपाईँहरू मान्छे धेरै हाल्नुहुन्छ गुरुहरूले उभ्याएर हाल्नुहुन्छ हालौँ न यहाँ बिचमा नो यस और नो आर यु ओके अल स्योर आर यु स्योर ओके भेरी गुड अनि पढाइ राम्रै छ यहाँ किन बस्नु भएको तपाईँहरू त यो भएन यो किन बसाउनु भएको गुरुजी यो यहाँ हेर्नु त यस्तो सानो सानो बच्चालाई बनाउनुमा कसले बसाउनु भने तपाईँहरूलाई यो बनोटमा यति सानो बच्चाहरूलाई बसाएर कसरी बस्छ सिट त खाली छ पनि कति खाली छ यहाँ छ यो भएन तपाईँको सिटमा यो बनोटमा कसले राख्न भन्छ भनेको नि त हेर्नु यो सानो नानु छ यो ढुक्कैमै छ इनकेस लड्यो भने त गइहाल्छ त ल जाऊ सिटमा जाऊ नानु उता जाऊ सिटमा बस यो सानो बाबुलाई पनि सिटमा लैजाऊ आऊ ल सिटमा बसाऊ यो सानो बच्चालाई भएन है गुरुजी पनि भएन तपाईँहरूको पनि भएन यो भनेको यो मान्छे राख्ने बनाएको होइन बच्चालाई यसरी यसो मिल्छ अनि तपाईँको खै हो तपाईँको डस्टबिन खै डस्टबिन देखाउनु डस्टबिन बिहान सफा गर्दा यहाँ राखेको मैले खै डस्टबिन बिहान सफा गर्दाखेरि गरेको सर मैले एक्सटिङ्ग्विसर खै गुरु फायर एक्सटिङ्ग्विसर खै खै निकाल्नु पारे त्यो के यसको एक्सपायरी कहिलेसम्म छ थाहा छ तपाईँलाई गुरुजी हेर्नु भएको छ अनि कहिले हेर्ने कसले हेर्नु थियो गाडीमै दिएपछि यो चलाउन आउँछ यसको प्रयोजन थाहा छ अनि अब तपाईँलाई आउँछ ल अब यो राखेर के गर्नु त यो Did you get the idea? What is the purpose of this? Do you know the name of this? Fire extinguisher. Fire extinguisher. In case of fire, तपाईहरुको यदि बसमा कुनै हिसाबले आगो लाग्यो भने यसमा के छ फोम छ यसलाई हामी के गर्छौं त्यो आगो निभाउनलाई प्रयोग गर्छौं है यो बुझ्नुपर्छ तपाईले आगो निभाउनको लागि तत्काल लाग्यो कुनै अचानक आगो लाग्यो गाडीमा समस्या आयो भने यसलाई हामीले प्रयोग गर्छौं आगो निभाउनलाई यसलाई फायर एक्सटिङ्ग्विसर भन्छ अब तपाईहरुलाई पनि के हो थाहै छैन तपाईहरुलाई अहिलेसम्म युजमा नआएको छ हैन युज नआए तपाईले त थाहै छैन भन्नु तपाईले न चलाउने तरिका थाहा छ न यसको प्रयोग थाहा छ अनि कसरी गर्नु त भोलि के भयो भने त सानो सानो बालबालिकाहरू हुनुहुन्छ भोलि गाडीमा इन केस के भइहाल्यो भने के हुन्छ भन्नुहोस् त समस्या भयो नि त